पनि 5 मिनट मात्रै ढिला भएको भए मार्न नै थिए। शेरबहादुरजीलाई अलिक घाइते बनाउने र मलाई चाहिँ मार्ने खालकै आइसक्यो। त्यो मार्ने हुनाले पाएन। अर्को मैले अब आफ्नो तयारी पनि गर्न पाइनँ। सेक्युरिटीमाथि अलिकति मलाई भरोसा भयो, तर सेक्युरिटीले पछि हामी केही पनि गर्न सक्दैनौँ। अन्तिममा सेनाले भगाइसम्म दियो, त्यहाँबाट निकाल्यो। 5 मिनटभित्र मारिदियो। त्यो अवस्थाबाट पनि जुनिया छ। मेरो मनोबल न कहिल्यै कमजोर थियो, न कहिल्यै कमजोर हुन्छ। कमजोर मनोबल भएर हामी देश जोगाउन सक्दैनौँ। यसका विरुद्ध ठुलो षड्यन्त्र भइरहेछ। त्यसलाई हामीले त्यो षड्यन्त्रबाट देशलाई जोगाउनका लागि उच्च मनोबल गर्नुपर्छ। हरेस खानु हुँदैन। त्यही कुरा म साथीहरूलाई भन्छु, एकजुट भएर अगाडि बढ्नुपर्छ। त्यसो भएर साथीहरूलाई धन्यवाद छ र सबैले उच्च मनोबल राख्नुपर्छ। र अब यस प्रकारको यो देशै जलाउने खालका आततायी आपराधिक घटनाहरू, यो त महाअपराधिक घटना क्रियाकलाप, यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैन। हामीले नै एमाले हुँदाहुँदै यस्तो सिंहदरबार जलाउन यसपल्ट हाम्रो चाहिँ अलिकति कमजोरी हो। यस प्रकारको हुन्छ भन्ने हामीले अलिकति यो हदसम्म देशै जलाउने भन्ने खालको त्यस्तो लागेको थियो। तर देशद्रोही तत्त्वहरू, अपराधी तत्त्वहरू विभिन्न ठाउँ-ठाउँमा पनि पुगेका रहेछन्। पद ओहदामा पनि पुगेका रहेछन् र छद्म तत्त्वले पनि बसेका रहेछन्। तर वास्तवमा देशलाई माया नगर्ने, कुनै माया नभएका मान्छेहरू, त्यस्ता मान्छेहरू शेर फल्टेर बसेका रहेछ। त्यो कुरा यसपल्ट देखियो। अब त्यस्तोहरूलाई हामीले चिनेका छौँ। त्यो बिस्तारै यी कुराहरू नियन्त्रण गर्दै लगिनेछ। यो हाम्रो जनताको बलमा देश जोगाउने, जनताको बलमा देशका संरचना जोगाउने हो, सम्पत्ति जोगाउने।